नगनाउ न भाइ के निस्क्यो भगवान कस्तो चिलाउँदै होला नि के निस्क्यो अनि चाहिँ के पोल्छ अनि सब बोलाउँदैछ धेरै सफा राखेर हिजोको त्यो बाँसको धुलोले होला नि यता कुनामा पनि छ है अब एकैचोटि हुन्छ ल भाइ नगनाउ न बाबा यसले ल यसले गर यस्तो गर यसले मोल हिजो त अलिक कम्ती थियो आज झन् धेरै पानी परेर फेरि पानी त नपर्नु नि जति गर्मी भयो नि पानी त नपर्नु नि हौ अब लुगा सुगा सुक्दैन नङ पनि काटिदिनु पर्ने सबै कतारेर घाउ बनाइदिन्छु छुना कहाँ गएर आउनुभयो मेरो पनि चिलाएर तर जिउ चिलाएको छैन माम खाना नखाने दिदी बहिनी एउटा बाख्रा खेलाउँदै कहाँ भन्छ कहाँ जानु आजको दिन चाहिँ कुछ इस तरह सा सुरु छ जहाँ पानी परिरहेको छ अनि नानीको खुट्टामा के खुजुली निस्केको छ खै थाहा छैन के भयो अनिसा खै बाख्रा अनिस बाख्रा खै बेचिदिए अब भाइ आउँदैन अरे बेचिदिइहाल्नु अरे अस्ति त बाख्रा खोलेको अरे कि यसले हान्यो नि त दुईटा बाख्राले यसलाई चाहिँ नखल्नु ल यसले मलाई हान्यो अरे अनिसाले बेचिदिइहाल्नु है अब छोरीको अर्डर खोइ त बाख्रा खोइ बाख्रा सबै बेचिदिनु म बाँधिदिनँ अबदेखि त बाख्रा पनि
अर्डर हालेको हुँदैन लक्ष्मी माताको अर्डर खोइ बाख्रा खोइ जाने अनि सबै टेन्सन भएको पुरा रिस उठ्यो कस्तो अटेरी बाख्रा नि बेचेर जाउँ रोइङतिर शान्तिपुरतिर जानुपर्छ म खोलिदिन्छु दिनु पुरा रिस उठ्यो है सनिसालाई बाख्रा बेचिदिने कुरा गर्दै अनि कति रिस उठेको होला त नि खान्छ कि क्या हो लुकी लुकी हिजो क्या त्यो बिहारीले खैनी देखा रहेछ कि माटो जस्तो रहेछ कि माटो हो कि क्या अरे कस्तो रिस उठिहाल्दो रहेछ यानिसालाई त हानिसा त्यही त नि Hey, bye-bye. Good morning. त यो भनिसकेको छु आज चाहिँ हामी बनाउँदैछु आज हामी बनाउँदैछु फ्राई राइस अनि दुईजना कराउँदै हामी भात दिदियो यहाँ हेर्नु त अब आयो आज चाहिँ हामी देमा घर जाने पानी परिरहेछ यहाँ आएर पाहुना खाएर पनि खाएको कति पाहुना खायो अघिको भन्दै अरे बेला अघिको भनिदिनु त एक बटन भनिदिनु र के भन्नु चाहन्छ तपाईँ क्युट बाइकमा जाने ल जाने त बेटा जाने बाइक अब हामी पानी झरीमा देमा घर जाने हो टाढोबाट आयो भने यही फाइदा छ पुरा पाहुना खानु के भन्नु पाहुना खाँदा यहाँनिर हात्तु भइसक्यो खराब भइसक्यो त अब कति साल पछि आउने अब त अनिसा त्यत्रो भयो भने आउनु पर्छ नि भाइ यत्रो भयो भने त कुटेर पनि घरमा बस भन्यो भने बस्छ नि त नि अनिसा जत्रो भयो भने आउनुपर्छ नि जाउँ आउँछु लु जाउँ हिँड्नु न गफै त गर्नु हो नि त्यही त खाना त के खानु र अनिसा बाई बाई खाना बरु नखाऊँ न यहाँ आएर पकाएर खाऊँ होइन कहाँ तिमी त खानु पर्यो नि अनि होइन तपाईँहरू सेन्तेरेहरू खाने होइन कति भात खानु फेरि बिस्तारै फेरि लड्ला नि म चाहिँ कुन चप्पल लगाइरहनु त्यो लगाउनु त होइन तपाईँ लगाउनु त्यो काली कमला यस्तो छ अनि कता जाने तपाईँ कहाँ जाने हेर न उसको
एउटा सुनिता बुढा आयो सर को तपाईँ किन पछिको उँधो छुरा लिएर शान्तिपुर छुरा लिएर हिँड्नु न हिँड्दै जाने हामी छाता राम्ररी जाने चिप्लो छ नि बाटो घाटो नलडाउनु है छैन चप्पल हस् होला माटोमा एकदम खेल्नु नदे हुन्छ खुट्टा धुइदियो भने बाई बाई उसको आमा बाउ केही चाहिँदैन अनि देमा ल तपाईँ आउनु भयो यता पनि भयो होस् भन्ने सोचेको थिएँ क्या खान त अलिकति खाएर जा खाएर जाऊ न त अलिकति खायो भात बुटेको भात खा अलिकति खाएर जा न त शान्तिपुर जानुहरूकोबाट लागेको छु कतिखेर आउँछ बेना छिटो आउनु नि गएर फेरि छिटै आउँछ नि अब जानु पर्यो रोड छिटै आउँछ नि छिटो भन्दा पनि रोड खत्तम छ हामी माछा खाँदैछौँ कफी अनिसाहरू चाहिँ कता गयो खाने बेलामा हामी चाहिँ अब फेरि पाहुना खानु गएको पेक्ची छुनाकोमा आए दिनदेखिबाट पाहुना 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 है दिदी पाहुनै पाहुना पाहुनासँग म पनि पाहुना बाटो चाहिँ यस्तो छ हिलो 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 छ यसरी जानु पर्दैछ हामी पानी परेर नि आज कस्तो घाम छ यहाँ मेरो दिदी दिदी चाहिँ अलिकति क्यामेरामा आउँदाखेरि रिसाउँछ तर पनि म दिदीलाई यसरी फेरि क्यामेरामा ल्याउँछु ओके बाई बाई भेटौँला फेरि पेक्ची छुनाकोमा आइपुगे आयो हामी यस्तो गरममा दुःख गर्दैछ हामीको लागि कम भित्र छ के जमाना आयो नि
हेरे भाइ न तले कुला टक्नु ल आउनु आउनु आ बेटा आउनु 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 हाले हाले तँभन्दा त भाइरै राम्रो छ अहिले उठे अनिसको बदमास होइन न यस्तो भेट्छ नि यस्तो भेट्छ नि ल यसलाई पक अनिस खत्तम आउँछ अन्त ठुलो डगेट हिजो तिमी बड्का डगेट यो सानो डगेट चाट्यो छैन मोबाइल दिनु त भएन साँच्ची साँच्चै हो खाएको हुन्छ नि छैन ब्रस गरेको छैन हो बेटा हेर्नु न नानी म चाहिँ उठ्थिनँ सघाउँछु हेर्नु है मजाले छेउमा यसो त के भयो अन्डा हुनु पनि पर्यो नि यो छैन त्यो त उयोले ल्याएको अरे आकाशको आमाको ठन्डा दिँदैन न मोबाइल जो मोबाइल ले यहाँ हजुर ल नखोल्ने माया गर माया भन्न काले सुत्नु भन् यस्ता देब्रा हात दाहिने हात दिनु भन्दैन दिँदैन अरे अरे कुन ट्रेनिङ दिएको रहेछ त अनि बेटा डोन्ट टच सुट सुट बस पुगु बस ओइ कहाँ गएको भागला ओइ बस ट्रेनिङ अर्को दे अर्को ओइ दे न अर्को दे यो होइन यो अर्को दे सुत्नु भन्छ इस्लाम अब मुखमा हाल्छ है त्यसले हात कालीले बडो सिकाइछ भन्छ होला आजा 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 आमा उफ्रा गरे आमा अजित बाबाको फोन हो यो अनि डाउनलोड गरेको रहेछ त अन्त कार्टुन अनि छ त अनि त्यही त अनि गएको 10 देखि कहाँ देखेँ यहाँ तिमी पनि गर Naya. I love you. मारिदिन्छ है फेरि आय अनिसा घाँटी चेपिदिन्छ
अन्त जामा पक्लिन्छु आइ के हो बेटा के हो जोर झाल छ झोल के छ नि त हौ भाइ कालो नउठाएर खान्छन् के अरे मासु मासु नखाने चिची च्याउ पो मासु भन्दा पनि मिठो भएछ हौ चाहिँ अलिक नुन दिएर खान्छ निकाल्छु कहाँ रे यहाँनिर सबैको मल्ल भयो नुन दिएर भएको छ हेर अनि गो अड्काउँछ यसले सक्छ त हुन्छ अरे यसको चाहिँ दाना हड्डी छैन क्या हो जिउमा कसको यो खालि सुत्छ हौ यसको अस्ति एकदिन भयो सबै लगाउँछ अरे अब देख्छौ कमा अलिक दिन जान्छ चाहिँ तिमीलाई त्यो गर्ने बित्तिकै यहाँ जादु मन्त्र गर्दैछ हाम्रो भेना पनि सानो सानो धामी झाँक्री नै हो नि होइन कस्तो अड्केको जस्तो लागिरहेछ पुगा गर्नु अरे बाहिर चाउमिनको हड्डी सड्डी अड्किरहेछ त्यो एउटा भिडियोमा छ नि पेटमा के भयो भन्छ अभी आपका अच्छा हो गया अच्छा नहीं हुआ हो गया अच्छा भन्छ नि किसानमा ल त्यो त्यस्तै हुन्छ दुनियाँ ए अलिक चल्नु रहेछ नि त काम भन्दा पनि सानो सानो झाँक्री हाम्रो भएन झाँक्री बाबाको बुढी पो हो त यता त एक्कासीमा कहाँ भएर पो खिर्छ भात के खायो भने खिर्छ भयो के भात फुकेर खुवा नि त डल्लो भात खानुपर्छ डल्लो भात भात फुकेर खुवा त कोमा माछा त खाँदैनै कोमा गर्ने बित्तिकै जाँदैन ल बराबर राम्रो हुन्छ हात लगाउने बेला भयो जतिखेर पाए त्यतिखेर गर्दा हुन्छ ठिक्क 7 खेप कि 3 खेप कि 5 खेप त्यत्रो गर्दा हुन्छ त्यो 10 स्कुलबाट कुट्टेको त बैगनी सब्जी सबै उयो उठा न मलाई चाहिँ नउठा न हौ यस्तरीको तपाईँ ल यहाँ माथि थालु बाई बाई सबै चरा